गाइस गुड इभिनिङ। आजको ड्युटी सुरु भयो। आजदेखि गाइस ड्युटी चेन्ज भयो। अब डेमा चल्दैन बाइकहरू, बेलुका नाइट मात्रै चल्छ। डेमा चाहिँ कारहरूलाई मात्रै एलाउड छ गाइस। गर्मी आयो त्यही भएर अब नाइट मात्रै हुन्छ बाइकहरूलाई चाहिँ। मैले चाहिँ ड्युटी स्टार्ट गरिसकेँ गाइस, लगइन गरिसक्यो। अर्डर चाहिँ अब खासै हुँदैन, एकैचोटि सबै राइडरहरू निस्किन्छ, त्यही भएर त्यति हुँदैन। अब अर्डर फटाफुट्टा दिन्छ गाइस, तर मलाई दिएको छैन अहिले। लगइन गरिसक्यो। हावा पनि बबाल दामी नै चलिरहेको छ गाइस। यहाँ चाहिँ इनार खनेको रहेछ, पानी निस्किन्छ है क्या। यस्तो पो रहेछ त। सुकेको रहेछ गाइस इनार, पानी सुकेको रहेछ। अर्डर चाहिँ दिएको छैन गाइस। म यहाँ एकछिन बस्नु पर्ला, दिनुपर्ने हो यहाँ पनि। यस्तो हावा चलिरहेको छ। यो चाहिँ खजुरको बोट होइन, खै केको बोट हो, तारिकको बोट कि केको बोट हो, सजाउनलाई रोपेको। दामी छ यसको पङ्खा चाहिँ गाइस। ड्युटी स्टार्ट भइसक्यो गाइस। यता पारि चाहिँ हाइवे, अघि म यतैबाट आएको यस्तरी आएर यता आएको। अर्डर दिने कोसिस गरेन त गाइस। गाइस फर्स्ट अर्डर उठाइसक्यो, लिएर जानु छ गाइस। वखरा यहाँदेखि लाग्छ होला गाइस, 40 मिनटमा पुग्छ भनिरहेको छ। तल कत्ले छ गाइस। अब हेरौँ कति मिनटमा पुग्छ। आइपुग्यो गाइस, फाइनली आइपुग्यो वक्रा। यस्तो छ वक्रामा। गाइस दिउँसै आएको हामी भर्खर एउटा अर्डर गरेर यहाँ जोनमा आइसक्यो गाइस। हावा बब्बाल चलिरहेको छ। मौसमको हालत यस्तो छ गाइस। गर्मी छ तर हावा बब्बाल चलेको छ। हल्का चलेको भए त ठिकै हुने, पुरा चलिरहेको छ गाइस।